नमस्ते, म सहदेव गौतम, जनप्रशासन विषयको शोधार्थी। यो भिडियोमा चाहिँ गएको भिडियोमा पब्लिक फाइनेन्सको व्याख्याहरू कुरा गऱ्यौँ, त्यसको कन्सेप्ट, नेचर, स्ट्रक्चरहरूको कुरा गऱ्यौँ नि। अब यो भिडियोमा चाहिँ पब्लिक फाइनेन्सभित्रकै एउटा कम्पोनेन्टको रूपमा रहेको पब्लिक रेभिन्यू, जसलाई हामी सरकारको आम्दानीको पाटोको बारेमा अध्ययन गर्छौँ, अर्थात् पब्लिक रेभिन्यू भनेको के हो भन्ने कुरा चाहिँ यो भिडियोमा मैले यहाँ मेरो कम्प्युटरको स्क्रिनबाट देखाएको छु। यो पब्लिक रेभिन्यू भनेको चाहिँ सरकारको खर्च भन्नु बुझौँ सामान्यतः है। जुन पब्लिक फाइनेन्सको एकदम मेजर स्कोप मध्ये एउटा हो। खास पब्लिक फाइनेन्स भनेको जुन अघिल्लो क्लासमा हामीले कुरा गऱ्यौँ, सरकारको आम्दानी, खर्च, ऋण, वित्त व्यवस्थापन, स्रोत साधन व्यवस्थापन भन्नु नै पब्लिक फाइनेन्स हो भन्ने कुरा गऱ्यौँ। अब यो त्यो मध्ये एउटा मेजर पार्ट हो, पब्लिक फाइनेन्सकै मेजर पार्टको रूपमा रहेको छ पब्लिक रेभिन्यू अर्थात् सरकारको आम्दानी। अब यसमा चाहिँ हामीले पब्लिक रेभिन्यूभित्र के पर्छ भन्ने कुरा यो क्लासमा कुराकानी गर्छौँ। अब ट्याक्स कुरा, मेजर पार्ट अफ पब्लिक रेभिन्यू फेरि ट्याक्स हो भन्ने कुरा रहन्छ। क्यानन अफ ट्याक्सेसन, प्रिन्सिपल अफ ट्याक्सेसन, यसको क्यारेक्टरिस्टिक्स अफ ट्याक्सेसन एन्ड इफेक्टिभ ट्याक्स सिस्टम, रेभिन्यू एडमिनिस्ट्रेसनको बारेमा हामी कुराकानी गर्छौँ। त्यसो पब्लिक रेभिन्यू भने के हो? पब्लिक रेभिन्यू सामान्य भाषामा सरकारको आम्दानी, द इन्कम अफ द गभर्मेन्ट थ्रु अल सोर्सेस, सम्पूर्ण स्रोतबाट हुने सरकारको आम्दानी नै पब्लिक रेभिन्यू। चाहे त्यो पब्लिक ट्याक्सेस होस्, चाहे त्यो बरोइङ होस्, चाहे त्यो फिज होस्, चाहे त्यो डोनेसन्सहरू होस्, सबै स्रोतहरू सरकारको आम्दानी हुने। सरकारले लिगल माध्यमबाट, ख्याल गरौँ, सरकारले गर्ने आम्दानी पनि लिगल हुन्छ र हुनुपर्छ। सरकारले भन्दैमा मनपरी तरिकाले आम्दानी गर्न पाउँदैन। सरकारले गर्ने आम्दानी पनि सरकारलाई आवश्यक पर्यो अलिकति पैसा बढाइदिउँ न, ट्याक्स बढाइदिउँ न, अलि म सरकारलाई आम्दानी पर्यो, खाँचो पर्यो भन्दैमा उसले जहाँबाट पनि पैसा लिन मिल्दैन। सरकारले पैसा लिने पनि सर्टेन प्रोसिड्युर्स हुन्छ, सर्टेन रुल्स र रेगुलेसन हुन्छ। हो, त्यो रुल्स र रेगुलेसनमा बसेर सरकारले गर्ने त्यो ट्याक्सको सोर्सबाट होस्, चाहे त्यो लोनको सोर्सबाट होस्, चाहे त्यो डोनेसनको सोर्सबाट होस्, त्यो हुने सम्पूर्ण आम्दानी नै के हो? पब्लिक रेभिन्यू। दिस क्यान इन्क्लुड भ्यारियस फर्म्स अफ ट्याक्सेसन। पब्लिक रेभिन्यूमा ट्याक्सेसन पनि फरक टाइप्सको ट्याक्सेसनहरू हुन सक्छ। फिज, फाइन, पेनाल्टिज, डोनेसन एन्ड अदर सोर्सेस अफ इन्कम सच एज ग्रान्ट्स, सब्सिडिज एन्ड रेभिन्यू फ्रम गभर्मेन्ट ओन इन्टरप्राइजेस। सरकारले आफै ओन गरेको इन्टरप्राइजेसबाट होस्, सरकारले ट्याक्सबाट होस्, सरकारले फिजबाट होस्, सरकारले सब्सिडीबाट होस्, सरकारले पेनाल्टीबाट होस्, जुनसुकै सोर्सबाट नै सरकारले लिगल्ली आम्दानी गर्छ अथवा सरकारले एउटा प्रोसिड्युर पुरा गरेर आम्दानी गर्छ भने त्यो नै के हो? पब्लिक रेभिन्यू। सिम्पली पब्लिक रेभिन्यू इज गभर्मेन्टल इन्कम फ्रम फर मेनी फङ्सन्स फ्रम द भेरियस सोर्सेस। गभर्मेन्टल इन्कम or public revenue is the source of income for the government to maximize social and economic welfare. The government needs to perform political, social and economic duties and functions. सरकारले आर्थिक, सामाजिक, राजनीतिक, भौगोलिक हैन धेरै रोल्स एन्ड रेस्पोन्सिबिलिटिज फुलफिल गर्नुपर्छ। त्यो रोल्स र रेस्पोन्सिबिलिटीहरूलाई म्याक्सिमम वेमा फुलफिल गर्नको लागि सरकारले गर्ने फरक स्रोतबाट गर्ने आम्दानी नै के हो? पब्लिक रेभिन्यू। तब यो सरकारको हरेक निकायमा, हरेक तहमा, हरेक सरकारको हरेक तह तब्कामा हुन्छ यो पब्लिक रेभिन्यू अथवा पब्लिक आम्दानी। दिस सोर्सेस अफ रेभिन्यू टु द गभर्मेन्ट, चाहे त्यो फेडरलबाट होस्, चाहे त्यो प्रोभिन्सियलबाट होस्, चाहे त्यो लोकल तहबाट होस्, जब सरकारको ढुकुटीमा आम्दानी हुन्छ भने त्यो पब्लिक रेभिन्यू हो। फर द ओभरअल डेभलपमेन्ट अफ द कन्ट्री, to meet the basic needs of the people, to continue the administrative activities, the government receives revenue from various individuals, institutions, organizations, and natural resources means taxes. Natural resources को taxes होस्, tourismबाट उठ्ने taxes होस्, सरकारले यहाँ भनेको छ फर ओभरअल देशको समग्र विकासको लागि, राज्य सञ्चालन गर्नको लागि, जनतालाई आवश्यक पर्ने स्रोत साधन उपलब्ध गराउनको लागि, जनमुखी विकास निर्माणका कामहरू गर्नको लागि, जनतालाई चाहिँ आवश्यक पर्ने स्रोत साधन व्यवस्थापन गर्नको लागि चाहिँ सरकारले गर्ने आम्दानी नै के हो भन्दा पब्लिक रेभिन्यू भने टु मिट द बेसिक निड्स अफ द पिपल, जनताको बेसिक फन्डामेन्टल राइट्सहरू पुरा गर्नको लागि सरकारलाई स्रोत आवश्यक पर्छ। त्यो स्रोत व्यवस्थापन गर्नु अथवा त्यो स्रोत, द गभर्मेन्ट रिसिभ्स रेभिन्यू फ्रम भेरियस सोर्सेस,
सरकारले जनताको आवश्यकता इच्छा आवश्यकता पूरा गर्नको लागि सरकारले पनि धेरै सोर्सहरूबाट आम्दानी गर्छ, चाहे त्यो व्यक्तिबाट होस्, चाहे त्यो संस्थाबाट होस्, चाहे त्यो अन्तर्राष्ट्रिय निकायबाट होस्, चाहे त्यो प्राकृतिक स्रोत साधनबाट प्राकृतिक स्रोत साधनलाई बेचेर अथवा त्यसबाट ट्याक्सहरू कलेक्सन गरेर होस्, सरकारले फरक स्रोतबाट आम्दानी गर्छ। द्याट मिन्स त्यो नै के हो, पब्लिक रेभिन्यू। Public revenue is the major part of public finance to perform numerous functions for the betterment of the people in a country by the government. सरकारले जनताको लागि गर्नुपर्ने कामहरू, जनतालाई सरकारको उपस्थिति छ है भनेर देखाउनको लागि सरकारले जुन जनमुखी कामहरू गर्नको लागि आवश्यक पर्ने स्रोत साधन अथवा जुन धन सम्पत्तिहरू कलेक्ट गर्ने प्रोसेस नै पब्लिक रेभिन्यू अथवा कलेक्ट गरिएको जुन सोर्सेस नै पब्लिक रेभिन्यू हो। अब डाल्टनले के भने द टर्म पब्लिक इन्कम अर पब्लिक रेभिन्यू has sense wide and narrow. In the wider sense, it includes all income or receipts which a public authority may secure during any period of time. Narrow sense ले चाहिँ के भन्छ भन्दाखेरि सरी यो दुईटा सेन्सहरू प्रयोग गरेको छ। एउटाले चाहिँ के भन्छ, इन द वाइडर सेन्स इट इन्क्लुड्स अल इन्कम सोर्स, सरकारको सम्पूर्ण आम्दानीको स्रोतहरूको अध्ययन गर्ने चाहिँ वाइडर के हो सेन्स हो भने in the narrow sense, however, it includes only those sources of income of public authority which are ordinarily known as revenue sources. सामान्य बुझाइमा ट्याक्सको मात्र अध्ययन गर्नेलाई चाहिँ न्यारो सेन्स भन्न सकिन्छ भने ट्याक्स र अन्य सोर्सेसहरूको बाट सरकारले रेभिन्यू अथवा इन्कम गर्छ भने त्यसलाई चाहिँ वाइडर सेन्सको रूपमा हामीले बुझ्न सक्छौँ। सोर्सेस अफ पब्लिक रेभिन्यू, पब्लिक भन्यो अघि सरकारले पनि धेरै सोर्सेसबाट आम्दानी गर्छ। पब्लिक रेभिन्यू भनेको सरकारको आम्दानी, सरकारको आम्दानीको स्रोतहरू हुन्। त्यो पनि धेरै सोर्सबाट के गर्छ भन्दा आम्दानी गर्छ। त्यो मध्ये वान अफ द बेस्ट एन्ड ह्यान्डसम सोर्स अफ पब्लिक रेभिन्यू इज ट्याक्सेसन अर ट्याक्स। सरकारको आम्दानीको वान अफ द बेस्ट सोर्स नै ट्याक्स हो। ट्याक्स चाहिँ पब्लिक रेभिन्यूको वान अफ द मेजर कम्पोनेन्ट हो, वान अफ द ह्यान्डसम कन्ट्रिब्युटर अफ पब्लिक रेभिन्यू। डिस्पाइट द्याट देयर आर भेरियस सोर्सेस अफ ट्याक्स पब्लिक रेभिन्यू, यसको बावजुद पनि सरकारले अन्य स्रोतबाट नै के गर्न सक्छ भने आफ्नो ढुकुटी भर्न सक्छ। त्यो ढुकुटी भर्नलाई होइन, सरकारले जनतालाई खर्च गर्नको लागि ढुकुटी भर्ने हो। त्यो मध्ये धेरै सोर्स मध्ये पहिलो ट्याक्स छ, जुन ट्याक्स इज इम्पोज्ड अन इन्कम, प्रपर्टी, ल्यान्ड ओनरसिप एन्ड वेल्थ अफ द पिपल अर वेल्थ अफ नेसन। व्यक्तिको आम्दानीमा होस्, व्यक्तिको सम्पत्तिमा होस्, व्यक्तिको जग्गामा होस्, व्यक्तिको अन्य कुराहरूमा होस्, सरकारले ट्याक्स लगाउन सक्छ, चाहे त्यो डाइरेक्ट अथवा इन्डाइरेक्ट फर्ममा ट्याक्स लगाउन सक्छ। ट्याक्स भनेको मेजर सोर्स अफ पब्लिक रेभिन्यू अथवा मेजर कम्पोनेन्ट अफ पब्लिक रेभिन्यू। फिज टु बी पेड ओन्ली द, जो फिज भनेको चाहिँ के हो, टु बी पेड ओन्ली बाई दोज पर्सन्स हु रिसिभ सम स्पेसल बेनिफिट फ्रम सर्भिसेस रेन्डर्ड बाई द गभर्मेन्ट, वी आर पेइङ द मिनिमम कस्ट। फिज यो किन हो भन्दा अब यो चाहिँ सीमित व्यक्ति, ट्याक्स चाहिँ सबैले डिरेक्ट अथवा इन्डाइरेक्ट फर्ममा ट्याक्स सबैले पे गर्नुपर्छ भने फिज भनेको चाहिँ जसले सेवा सुविधा लिन्छ त्यसले तिर्ने एक सर्टेन रकम हो। जस्तै त्रिभुवन युनिभर्सिटीबाट जो ग्रेजुएट हुनुहुन्छ उहाँहरूले चाहिँ ट्रान्सक्रिप्ट झिक्नको लागि सर्टेन अमाउन्टको फी पे गर्नुपर्छ। त्यो सबैले पे गर्नु पर्दैन। जो युनिभर्सिटीबाट ग्रेजुएट हुनुहुन्छ उहाँहरूले ट्रान्सक्रिप्ट झिक्दाको बखतमा पे गर्नुपर्छ, द्याट इज फी। फी चाहिँ जसले सरकारको स्पेसल एजेन्सी अथवा स्पेसल ठाउँबाट केही सेवा सुविधा लिएको छ भने त्यसको स्वरूपमा सर्टेन रकम पे गर्नुपर्छ, द्याट इज फी। त्यो फी पनि सरकारको आम्दानीको स्रोत हो। जस्तै हामी त्रिभुवन युनिभर्सिटीको बल्कु अफिसमा ट्रान्सक्रिप्ट झिक्दाखेरि पे गर्नुपर्ने सर्टेन रकम। अर्को कमर्सियल रेभिन्यू, इन्कम अफ द गभर्मेन्ट थ्रु पब्लिक एन्टरप्राइजेस, सरकारले सञ्चालन गरेको इन्टरप्राइजेसहरू जुन हामीले पब्लिक इन्टरप्राइजेस भन्छौँ, त्यो इन्टरप्राइजेसहरूबाट हुने आम्दानी पनि सरकारको आम्दानी। जस्तै टेलिकमबाट, जस्तै राष्ट्रिय वाणिज्य ब्याङ्कबाट होला, जस्तै कृषि विकास ब्याङ्कबाट होला, जस्तै विद्युत प्राधिकरणबाट होला, जस्तै आयल निगमबाट होला। इन्कम फ्रम द बिजनेस अफ द गभर्मेन्ट फर विच इट रिसिभ्स prices either by be selling goods and services like electricity, public airlines, water supply. सरकारले जुन पब्लिक एन्टरप्राइजेस सञ्चालन गरेको छ त्यसबाट प्राप्त हुने नाफा पनि के हो, सरकारको आम्दानीको स्रोत हो। अर्को पेनाल्टी, पेनाल्टी भनेको जसले कानुन उल्लङ्घन गर्छ त्यसलाई पनिसमेन्टको स्वरूपमा केही रकम तिराइन्छ भने त्यो पनि सरकारको आम्दानी हो। यो कुनै व्यक्तिले तिरेको पेनाल्टी त्यो कुनै पनि व्यक्तिको खातामा जाँदैन, सिधै सरकारको ढुकुटीमा जान्छ। त्यो पेनाल्टी पनि के हो भने सरकारको आम्दानी। यदि मैले ट्राफिक नियम उल्लङ्घन गरेँ, ट्राफिक त्यो
लाइनहरू क्रस गरेर मलाई सरकारले पेनाल्टी लाउँछ भने त्यो चाहिँ सरकारको आम्दानी हो, मेरो लागि चाहिँ त्यो कारबाही हो। पेनाल्टी पनि मेजर वान अफ के भन्छ पार्ट अफ पब्लिक रेभिन्यू भन्छ। अर्को भन्छ आपुतली स्केट्स भन्छ। यो चाहिँ के हो भन्दा कुनै पनि व्यक्तिको अब उपरान्त उसको उसले फेर्के पछाडि उसको सम्पत्तिमाथि हक दाबी राख्ने मान्छे छैन भने, अथवा त्यो सम्पत्तिको हक के भन्छ अंशिया अथवा हक दाबी राख्ने व्यक्ति छैन भने त्यो चाहिँ के रहन्छ सरकारको नाममा आउँछ। This state may under some circumstances take possession of the property of person who died without any heir or making a will। कुनै पनि व्यक्तिको मृत्यु पछि उसको सम्पत्ति खाने, उसको चाहिँ नि के भन्छ अर्को पुस्ता छैन अथवा उसले अर्को कसैलाई दिनलाई चाहिँ नि मन्जुरीनामा गरेको छैन भने त्यो चाहिँ के हुन्छ भने सरकारको नाममा आउँछ। व्यक्तिको सम्पत्ति यदि उसको हक दाबी गर्ने वाला कोही छैन भने त्यो चाहिँ के हुन्छ सरकारको नाममा आउँछ। त्यो पनि के हो सरकारको आम्दानी हो। अर्को ग्रान्ट्स एन्ड गिफ्ट, सरकारलाई कुनै पनि देशभित्रको अथवा देश बाहिरको यो ग्रान्ट्स एन्ड गिफ्ट हुँदा चाहिँ हामीले बढी देश बाहिरको कुराहरू सुन्छौँ, डोनेसनहरूको कुराहरू सुन्छौँ। ग्रान्ट्स एन्ड गिफ्ट चाहिँ के हो भन्दा यो चाहिँ भोलिन्टरी कन्ट्रिब्युसन फर जुन पब्लिक रेभिन्यू अथवा पब्लिक सरकारको आम्दानीमा चाहिँ यो त्यति स्टेबल अथवा त्यति भरपर्दो सोर्स होइन। कसैले दिन्छ र ढुकुटी भरौँला भन्नु चाहिँ यो त्यति भरपर्दो सोर्स होइन। तर हाम्रो बाध्यता नेपाल जस्तो देशमा ग्रान्ट्स एन्ड गिफ्ट चाहिँ के छ भन्दाखेरि पब्लिक रेभिन्यूको मेजर सोर्स अथवा मेजर पिलरको रूपमै रहेको छ। Grants and gifts are voluntary contributions from donor and philanthropic organizations to the government fund for specific purposes such as emergency relief funds। कुनै पनि देश गरिब अथवा कुनै पनि देशलाई गाह्रो अवस्था छ भने विकास निर्माणको लागि होस् अथवा कुनै पनि इमर्जेन्सी कन्डिसनको लागि होस् अन्य दात्री निकायहरूले सहयोग गर्छ भने त्यो पनि के हो सरकारको आम्दानी हो। अर्को छ प्रिन्टिङ अफ पेपर मनी। यो प्रिन्टिङ अफ पेपर मनी चाहिँ सरकारको त्यति भरपर्दो आम्दानीको स्रोत होइन, तर यो पनि स्रोत अफ आम्दानी हो, स्रोत अफ इन्कम अथवा पब्लिक रेभिन्यूको के हो सोर्स हो। जब सरकार एकदमै इमर्जेन्सी एकदम डिजास्टर अथवा एकदम सरकारलाई पनि स्रोत व्यवस्थापन गर्न गाह्रो अवस्था छ भने सरकारले कहिले हतारमा चाहिँ के गर्छ पैसा प्रिन्ट गर्ने गर्दछ। तर यो त्यति भरपर्दो सोर्स अफ इन्कम चाहिँ होइन। बजारमा एकदम स्कार्सिटी छ, क्यासको चाहिँ जुन तरलता छैन भने सरकारले के गर्छ, बजारमा क्यासको हाहाकार भएर तरलता छैन भने कहिले सरकारले धेरै पैसा प्रिन्ट गरिदिन्छ। तर यसको नेगेटिभ कन्सिक्वेन्सेस चाहिँ पछि आर्थिक मन्दीतिर जान सक्ने हुनसक्छ। यो पनि के हो प्रिन्टिङ अफ पेपर मनी पनि एक खालको चाहिँ सरकारको आम्दानीको स्रोत हो, तर यो त्यति भरपर्दो स्रोत होइन। अर्को बोरोइङ फ्रम द पब्लिक इन द सेप अफ डिपोजिट बन्ड्स। सरकारले कहिले नागरिकलाई पनि के गर्छ भन्ने ऋणपत्रहरू बेच्छ। सरकारले आफ्नै धरोडी बसेर आफ्नो ऋणपत्रहरू नागरिकलाई बेच्छ भने त्यो पनि सरकारको आम्दानीको रूपमा रहन सकिन्छ। त्यो लोकल लेभलमा, त्यो नेसनल लेभलमा, त्यो इन्टरनेसनल लेभलमा सबैतिर हुनसक्छ। बोरोइङ पनि के हो सरकारको रेभिन्यूको मेजर पार्ट हो। अब क्लासिफिकेसन अफ पब्लिक रेभिन्यू, यो ठ्याक्कै चाहिँ हामीले कुरा यो क्लासिफिकेसन कुनै पनि त्यसमा डिमार्केसन हामीले देख्न सक्दैनौँ। यो चाहिँ सर्टेन इकोनोमिक्सहरूले अर्थशास्त्रीहरूले केही कुरा क्लासिफाई गर्नुभएको छ। यो ठ्याक्कै भरपर्दो अथवा यही हो भने स्ट्याटिक टाइपको चाहिँ क्लासिफिकेसन होइन, यो चाहिँ अन्डरस्ट्यान्डिङमा रहेको क्लासिफिकेसन हो। यो पब्लिक रेभिन्यूलाई कसरी क्लासिफाई गर्न सकिन्छ भन्ने कुरा चाहिँ हामीले यसरी हेर्न सक्छौँ। बेसिकली देयर आर टु टाइप्स अफ क्लासिफिकेसन होइन। एउटा आदम स्मिथ क्लासिफिकेसन, हिज क्लासिफिकेसन इज पपुलरली नोन एज द क्लासिकल क्लासिफिकेसन अफ पब्लिक रेभिन्यू। स्मिथियन क्लासिफिकेसन जुन छ, स्मिथले जुन पब्लिक रेभिन्यूलाई व्याख्या गर्नुभएको छ त्यसलाई चाहिँ क्लासिकल अथवा ट्रेडिसनल पब्लिक के भन्छ रेभिन्यूको पाटोबाट हेरिन्छ भने त्यस पछाडिको क्लासिफिकेसनलाई चाहिँ अलिक मोडर्न तरिकाले हेर्न सकिन्छ भन्ने कुरा छ। तर यो स्ट्याटिक होइन, हामीले अन्डरस्ट्यान्डिङमा भन्ने कुरा हो होइन। अब स्मिथले के भन्छन्, स्मिथको जुन क्लासिकल क्लासिफिकेसनको कुरा छ उनले के भन्छन् भन्दा पब्लिक रेभिन्यू भनेको रेभिन्यू फ्रम द पिपल, रेभिन्यू फ्रम द स्टेट ओन्ड प्रपर्टी। त्यही हो स्मिथले जुन क्लासिफाइड गर्नुभएको छ पब्लिक रेभिन्यूमा। उहाँले दुईवटा कुरालाई सरकारको आम्दानी भनेको खास के हुन्छ, क्लासिकल थट अथवा स्मिथियन थटबाट के कुरा बुझ्न सकिन्छ, सरकारको आम्दानी भनेको एउटा जनताबाट र अर्को कुरो भनेको सरकारले ओन गर्ने प्रपर्टीबाट जे आम्दानी हुन्छ त्यही नै के हो पब्लिक रेभिन्यू हो भन्छ। अर्को बास्टवेलको क्लासिफिकेसन के छ भन्दा द इन्कम अफ द गभर्मेन्ट फ्रम भ्यारियस सोर्सेस लाइक पिपिपी मोडल टुडे। आजको समयमा पब्लिक प्राइभेट पार्टनरसिप जस्ता सोर्सेसहरूबाट बास्टवेलको क्लासिफिकेसनमा चाहिँ सरकारले धेरै तरिकाबाट चाहिँ आम्दानी गर्न सक्छ।
जुन आज हामीले पिपिपी मोडलमा हामीले धेरै कुराहरू देख्न सक्छौँ त्यो एउटा हुनसक्छ भने अर्को चाहिँ इन्कम अफ गभर्मेन्ट इन इट्स ओन क्यापासिटी एज अ स्टेट सरकार स्टेटको रूपमा जति आम्दानी गर्न सक्छ त्यो पनि के हो पब्लिक रेभिन्यू हो सरकारले एउटा सरकार भएर जति आम्दानी गर्न सक्छ त्यो पनि के हो भन्दा पब्लिक रेभिन्यू हो भनेर व्याख्या गरेको छ अब यो लुट्स क्लासिफिकेसनले के गर्नुभएको छ कमर्सियल रेभिन्यूको कुरा गर्नुभएको छ एडमिनिस्ट्रेटिभ रेभिन्यूको कुरा गर्नुभएको छ ट्याक्सेसनको कुरा गर्नुभएको छ ग्रान्ट्सको कुरा गर्नुभएको छ पब्लिक डेब्टको कुरा गर्नुभएको छ बुक किपिङ रेभिन्यूको कुरा गर्नुभएको छ अब यो मैले अघि नै भने यो ठ्याक्कै क्लासिकल कुन नियो क्लासिकल कुन मोडर्न कुन पोस्ट मोडर्न कुन भन्ने छैन हाम्रो सामान्य बुझाइमा चाहिँ हामीले क्लासिकल भनेपछि स्मिथियन थटलाई र मोडर्न भनेपछि अन्य थटलाई चाहिँ हामीले लिने गरेका छौँ है त अब त्यस्तै डाल्टन्सले कसरी क्लासिफिकेसन गर्नुभएको छ यो जुन यो डाल्टनले पब्लिक रेभिन्यूलाई कसरी क्लासिफाई गर्नुभएको छ ट्याक्सेस एन्ड प्राइसेस आर द टु मेन सोर्सेस अफ पब्लिक रेभिन्यू भन्नुहुन्छ ट्याक्स डाल्टनले के भन्छ ट्याक्स र प्राइसेस ट्याक्स भनेको कम्पलसरी पेमेन्ट यो चाहिँ के भन्छ नेसेसरी इभिल पनि भन्छ ट्याक्सलाई व्यक्तिले तिर्दिनै भन्दा नि तिर्नुपर्छ त्यो पनि के हो सरकारको डाल्टनले यसरी व्याख्या गर्नु यसरी क्लासिफाई गर्नुभएको छ ट्याक्स कम्पलसरी पेमेन्ट र प्राइसेस भनेको के हो कन्ट्र्याक्चुअल पेमेन्ट जसले त्यो गुड्स र सर्भिसेसहरू अफोर्ड गर्दैछ त्यसले पे गर्नुपर्छ त्यो कन्ट्र्याक्चुअल पेमेन्ट र जो देशमा नागरिक भएर जन्मिसकेपछि उसले कहिले सिधा तरिकाले कहिले घुमरो तरिकाले पे गर्नुपर्छ त्यो ट्याक्स हो भनेर डाल्टनले चाहिँ दुई तरिकाको क्लासिफिकेसन गर्नुभएको छ अब सिग्निफिकेन्स अब यो पब्लिक रेभिन्यूको फाइदा अथवा यसको सिग्निफिकेन्स के यसको मैले पहिलो भनेको चाहिँ टु स्टडी पब्लिक फाइनेन्स एन्ड फाइनेन्सियल पोलिसी अफ द गभर्मेन्ट सरकारको जुन खर्चको आम्दानीको कुराहरू गरिरहँदा पब्लिक रेभिन्यूको कुरा गर्दा यसको महत्त्व के होइन सरकारको पब्लिक फाइनेन्स र पब्लिक फाइनेन्स पोलिसीको सरकारको जुन पब्लिक फाइनेन्स र पब्लिक फाइनेन्स रिलेटेड पोलिसिसको अध्ययन गर्नलाई यसको महत्त्व रहन्छ टु लर्न फ्रम द पास्ट एन्ड मेक करेक्सन इन द प्रेजेन्ट एन्ड टु मेक रेसनल एन्ड लजिकल रेभिन्यू प्याटर्न्स इतिहासबाट पब्लिक रेभिन्यूको महत्त्व के हुन्छ भन्दा अघि जुन हामीले योभन्दा अघिल्लो च्याप्टरमा कुरा गर्यो फर्स्ट च्याप्टरमा जुन लजिकल कुराहरू हुन्छ भन्यो जुन इतिहास इन्क्रिमेन्टल कुराहरू सिक्न पाइन्छ भन्यो त्यस्तै कुरा हुन्छ यो पब्लिक रेभिन्यूको अर्को सिग्निफिकेन्स यसको महत्त्व चाहिँ के हुन्छ भने इतिहासमा भएका गल्तीहरूलाई सुधार्दै आज सुधार्दै भोलिको दिनमा चाहिँ लजिकल रेभिन्यू प्याटर्नहरू निर्माण गर्न अथवा रेसनल लजिकल डिसिजनहरू मेकिङ गर्नु अथवा डिसिजनहरू बनाउनलाई पनि पब्लिक रेभिन्यू के हुन्छ यसको महत्त्व रहन्छ टु इस्टाब्लिस वेलफेयर अफ सोसाइटी देशमा कल्याणकारिता स्थापना गर्नु पनि पब्लिक रेभिन्यूको के हुन्छ महत्त्व रहन्छ सरकारको आम्दानी कति छ त्यही अनुसारको चाहिँ हाम्रो देश र समाजलाई चाहिँ हामीले योगदान दिन सक्छौँ भन्ने मान्यता छ अर्को फाइनेन्सियल डेमोक्रेसीको कुरा जुन हामीले च्याप्टर 1 मै कुरा गरिसकेका छौँ अर्को कुरा टु म्यानेज ओभरअल सिस्टम टु म्यानेज ओभरअल प्रोडक्सन प्याटर्न टु म्यानेज ओभरअल डिस्ट्रिब्युसन प्याटर्न टु म्यानेज ओभरअल रिसोर्सेस त्यसको लागि पनि पब्लिक रेभिन्यू चाहिँ के हुन्छ महत्त्व रहन्छ टु एस्टाब्लिस अ पिपल फ्रेन्डली बजेट एन्ड मेक फ्रेन्डलिनेस इन रिसोर्स म्यानेजमेन्ट यो जुन म्याक्ले पोइन्टसँग म्याच गर्छ अथवा पुटिङ द पिपुल इन द कोर एट द कोर भन्ने कन्सेप्ट चाहिँ त्यसको लागि चाहिँ पब्लिक फाइनेन्स नै पब्लिक रेभिन्यू पनि के हुन्छ महत्त्वपूर्ण पाटो रहन्छ अब ट्याक्सेसनको कुरा गरौँ पब्लिक रेभिन्यू भन्यो त्यसको मेजर सोर्स नै ट्याक्सेसन हो पब्लिक रेभिन्यूको मेजर सोर्स अथवा मेजर कन्ट्रिब्युटिङ फ्याक्टरै ट्याक्सेसन हो अब त्यसमा त्यसको क्याननहरू के हुन्छ ट्याक्सेसनको क्याननहरू के हुन्छ अब कतिले एप्रोचेस भनिन्छ कतिले प्रिन्सिपल भनिन्छ कतिले पर्सपेक्टिभ भनिन्छ कतिले फ्रेमवर्क भनिन्छ कतिले थ्योरिटिकल एनालाइसिस भनिन्छ क्याननलाई यो ठ्याक्कै म्याच हुने शब्दहरू त होइन कतिले एप्रोचेस अफ ट्याक्सेसन भनेको पाउँछौँ कतिले प्रिन्सिपल अफ ट्याक्सेसन भनेको पाउँछौँ कतिले पर्सपेक्टिभ अफ ट्याक्सेसन भनेको पाउँछौँ कतिले फ्रेमवर्क अफ ट्याक्सेसन भनेको कतिले थ्योरिटिकल एनालाइसिस अफ ट्याक्सेसन भनेको पाउँछौँ तर ए सबैसँग थोरै थोरै म्याच हुने शब्द चाहिँ क्यानन अफ ट्याक्सेसन हो अब यसमा एडम स्मिथको क्यानन अफ ट्याक्सेसन आर जुन एडम स्मिथले जुन क्लासिकल वेमा भन्नुभएको छ यो पनि हाम्रो अन्डरस्ट्यान्डिङ हो यो पनि ठ्याक्कै भित्र यसरी यो क्लासिकल यो मोडर्न यो न्यू मोडर्न अथवा यो पोस्ट मोडर्न भनेर त्यसरी चाहिँ व्याख्या गरेको हामीले त्यति पाउँदैन तर यो हाम्रो अन्डरस्ट्यान्डिङमा रहेर चाहिँ क्लासिकल र मोडर्न भनेर हामीले यसरी व्याख्या गर्न खोजेका छौँ त्यो मध्ये स्मिथले व्याख्या गर्नुभएको ट्याक्सेसनहरूको बारेमा कुरा गरौँ पहिलो छ द क्यानन अफ इक्विटी द सिटिजन अफ एभ्री स्टेट मस्ट कन्ट्रिब्युट फर the aid of government in proportional to their ability means in proportion of that income whose enjoyment they receive in security of the state यो इक्विटी भनेको सरकारबाट जुन नागरिकले धेरै फाइदा लिन्छ त्यसले सरकारलाई बढी ट्याक्स पे गर्नुपर्छ सरकारबाट जसले धेरै सुविधा लिन्छ त्यसले बढी ट्याक्स पे गर्नुपर्छ भन्ने यो क्यानन अफ इक्विटीले फोकस गरेको छ भने क्यानन अफ सर्टेनिटीले के फोकस गरेको छ भने एभ्री इन्डिभिजुअल हु पेज ट्याक्सेस मस्ट बी सर्टेन ट्याक्स पे गर्ने मान्छे ठ्याक्कै जानकार हुनुपर्छ
कतिले ट्याक्स पे गर्छ कतिले गर्दैन भन्ने कुरा होइन यो भनेको चाहिँ को व्यक्तिले ट्याक्स पे गर्छ भने सरकारलाई जानकार हुनुपर्छ भन्ने जानकारीको चाहिँ सिद्धान्तको कुरा गर्नुहुन्छ द टाइम अफ पेमेन्ट अफ ट्याक्स मेथड अफ पेमेन्ट एन्ड अमाउन्ट अफ पेमेन्ट इटिसी मस्ट बी क्लियर टु ट्याक्स पेयर एन्ड इज अदर इन्डिभिजुअल सरकारलाई पनि कति ट्याक्स पेयर हुनुपर्छ हुन्छ भन्ने जानकारी हुनुपर्छ र त्यो ट्याक्स पे गर्ने मान्छेलाई पनि कुन माध्यमबाट कसरी पे गर्दैछु र कति पे गर्ने त्यो सबै नोन हुनुपर्छ त्यहाँ अननोन हुनु हुँदैन कोही थाहा नै छैन ट्याक्स कति पे गर्ने कसरी पे गर्ने भन्ने हुँदैन जो ट्याक्स पेयर छ उसलाई चाहिँ त्यो जानकारी हुनुपर्छ कुन मेथडबाट कहिले कसरी कतिसम्म त्यो ट्याक्स पे गर्ने भन्ने कुरा जानकारी हुनुपर्छ भन्ने कुरा चाहिँ क्यान अफ सर्टेनिटीले फोकस भने क्यान अफ कन्भिनियन्स भनेको चाहिँ यो स्मिथले भन्नुहुन्छ every taxpayer or every tax must be paid at such time and according to the such a ritual that the payment of this is more convenient for the tax. Canon of convenience like its meaning is that the tax must be imposed in such a way and must be imposed at such a time when the taxpayer can pay it more convenience. Taxpayer like जब सहज हुन्छ त्यसरी ट्याक्स पे गर्नुपर्छ भन्छ ट्याक्स पे गर्नुपर्छ थाहा छ तर उसलाई बाध्यताकारी भन्दा पनि उसलाई सहज हुने गरी ट्याक्स पे गराउनुपर्छ अथवा उसलाई ट्याक्स पे गर्ने मेथड अथवा ट्याक्स पे गर्ने कुरा चाहिँ एकदमै कन्भिनियन्स वेमा अगाडि बढाउनुपर्छ भन्ने कुरा यो क्यानन अफ सर्टेनिटीले फोकस गर्यो भने क्यानन अफ इकोनोमी अकॉर्डिंग टु दिस canon every tax must be imposed and received in such a way so that the money which comes by it in the treasury of state people must have to pay less for it. The objective of this canon is that the administrative cost of tax payment must be kept minimum. थोरै लगानी गरेर धेरै ट्याक्स उठाउनु पर्छ भन्ने कुरा हो. सरकारले ट्याक्स उठाउने निकाय एस्टाब्लिश गर्न चाहिँ 20 लाख लाग्यो ट्याक्स उठ्छ 19 लाख भने त्यो हुँदैन भन्छ. सरकारले ट्याक्स उठाउँदाखेरि थोरै भन्दा थोरै गर्न खोज्नु पर्छ भन्ने कुरा चाहिँ क्यानन अफ इकोनोमीले गर्छ. त्यो ट्याक्स उठाउँदा लाग्ने रकम होस् ट्याक्स उठाउँदा लाग्ने विधि पद्धति होस् त्यो चाहिँ एकदमै इकोनोमिक वेमा एस्टाब्लिश गरिनु पर्छ र त्यहाँभन्दा सक्दो धेरै ट्याक्स कलेक्सन गर्नुपर्छ भन्ने क्यानन अफ इकोनोमीले जोड दिने गरेको पाउँदछौँ. भने अब जुन अघि स्मिथियन क्याननलाई चाहिँ हामीले ट्रेडिसनल अथवा क्लासिकल क्याननको कुरा गऱ्यौँ भने अब मोडर्न क्यानन मैले भनिरहेको छु इट्स अन्डरस्ट्यान्डिङ है यहाँ कुनै पनि डिमार्केसन छैन तर हामीले अन्डरस्ट्यान्डिङको उसमा चाहिँ क्लासिकल अथवा ट्रेडिसनल र मोडर्न भनेका छौँ. मोडर्न क्यानन अफ ट्याक्सेसनले चाहिँ 3-4 कुरालाई जोडिन्छ. क्यानन अफ प्रोडक्टिभिटी, क्यानन अफ इलास्टिसिटी, क्यानन अफ सिम्प्लिसिटी एन्ड क्यानन अफ डाइभर्सिटीलाई जोड दिन्छ. त्यसमा क्यानन अफ प्रोडक्टिभिटी भनेको के हो? लास्टमा के भन्छन् ट्याक्सेस मस्ट बी प्रोडक्टिभ अर कस्ट इफेक्टिभ. ट्याक्स उठाउनु पनि त्यो प्रोडक्टिभ तरिकाले उठाउनुपर्छ अथवा उठाएको ट्याक्स पनि प्रोडक्टिभ हुनुपर्छ भन्ने कुरा. दिस क्यानन स्टेट द्याट ओन्ली दोज ट्याक्सेस सोल बी इम्पोज द्याट डु नट ह्याम्पर प्रोडक्सन. सरकारले ट्याक्स कहाँ लगाउनुपर्छ भने त्यो ट्याक्स लगाइरहँदा कुनै पनि ट्याक्स उठाउने ठाउँमा चाहिँ त्यसले ट्याक्स उठाउँदा उसको उत्पादन पद्धतिमा ह्याम्पर हुनु हुँदैन. प्रोडक्सन डिस्ट्रिब्युसन एन्ड रिसोर्स म्यानेजमेन्टको प्याटर्नमा अथवा कुनै पनि समुदायबाट ट्याक्स उठाउँदैछ भने त्यो समुदायबाट ट्याक्स उठाइरहँदा त्यो समुदायलाई ट्याक्सकै कारणले चाहिँ त्यति हानि हुनु हुँदैन भन्ने कुरा चाहिँ क्यानन अफ प्रोडक्टिभिटीले फोकस गर्छ. त्यो कुनै पनि कम्युनिटीबाट ट्याक्स उठाउँदैछ भने ट्याक्स मस्ट बी बेस्ड अन अ फङ्सनल एप्रोच द्याट अभोइड्स डिसफङ्सनल प्याटर्न अफ ट्याक्सेसन. त्यो कार्यात्मक कुरालाई जोड दिनुपर्छ ताकि त्यसले अकार्यात्मक कुराहरूलाई चाहिँ के गर्नुपर्छ भन्दा अभोइड गर्नुपर्छ भन्छ. कुनै पनि सोसाइटीबाट ट्याक्स लिन्छ भने त्यो सोसाइटीको प्रोडक्सन सिस्टम र प्रोडक्सन चेन चाहिँ भत्किनु हुँदैन भन्ने कुरा चाहिँ क्यानन अफ प्रोडक्टिभिटीले फोकस गरेको छ. र अर्को क्यानन अफ इलास्टिसिटी छ. दिस क्यानन इम्प्लाइज द्याट अ ट्याक्स विल बी फ्लेक्सिबल अर इलास्टिक इन yield. It should be levied in such a way that the rate of tax can be changed according to the circumstances and situation. Elastic भनेको रबर जस्तो परिस्थिति अनुसार तन्किने पनि नत्र खुम्चिने पनि. यो ट्याक्स यो क्यानन अफ इलास्टिसिटीले के भन्छ भने ट्याक्स भनेको चाहिँ कस्तो हुनुपर्छ भने सर्कमस्टान्सेस सिचुएसन अनुसार. यदि सोसाइटी एकदमै बलियो छ सोसाइटीको इन्कम पनि असाध्यै बलियो छ भने त्यहाँ हामीले प्रोग्रेसिभ ट्याक्सको थ्रुबाट अथवा अन्य ट्याक्सेसनको मेथडबाट धेरै ट्याक्स कलेक्सन गर्न सक्छौँ अथवा गर्नुपर्छ भन्ने हुन्छ भने यदि सोसाइटी अलिकति विकर छ भने त्यहाँ ट्याक्सेसनको रेसियो चाहिँ घटाउनुपर्छ भन्ने इलास्टिक वेमा चाहिँ हुनुपर्छ भन्ने कुरा चाहिँ यो क्यानन अफ इलास्टिसिटीले जोड दिन्छ. यसले के भन्छ भने ट्याक्स समय परिस्थिति र समाज परक हिसाबले चाहिँ उठाउनुपर्छ भन्ने कुरालाई जोड दिन्छ. अर्को छ क्यानन अफ सिम्प्लिसिटी. Tax rules will be clear and simple to understand so that where they stand.
ट्याक्सको कुनै पनि भाषा विधि पद्धति के पनि जार्गन हुनु अप्ठ्यारो हुनु हुँदैन, सामान्य हुनुपर्छ। ट्याक्स पे गर्ने मान्छेले पनि म कहाँ मेरो धरातल के हो, मैले कति ट्याक्स पे गर्ने, मैले कसरी ट्याक्स पे गर्ने नोन हुनुपर्छ, सबै फेमिलियर हुनुपर्छ। सिम्प्लिसिटी भने सामान्य बुझाइ हुनुपर्छ। ट्याक्स मैले केमा बुझाइ पनि थाहा छैन, मैले के को लागि बुझाइ पनि थाहा छैन, मैले के को तिरो तिरेँ, के को ट्याक्स तिरेँ, के को भ्याट तिरेँ थाहा छैन भने त त्यो सिम्प्लिसिटी भएन, त्यो त हार्डसिप भयो। यो क्यानलले के भन्छ भने ट्याक्स पे गर्ने मान्छे अथवा ट्याक्स पे मेथड सिम्पल हुनुपर्छ, एकदम अन्डरस्ट्यान्डेबल हुनुपर्छ। यहाँ भनिएको छ एज पर दिस क्यानन ट्याक्स मस्ट बी ट्याक्स नट दिस एन्ड द्याट। यो क्यानलले के भन्छ ट्याक्स भनेको ट्याक्स हो, यो कारणको यो कुराको ट्याक्स हो। यहाँभित्र यो लुकेको छ, यहाँभित्र यो छिपेको छ भन्ने होइन, यसको यो फ्याक्ट यति ट्याक्स हो भन्न चाहिँ ट्याक्स भनेको ट्याक्स हो भन्न चाहिँ त्यो जानकारी सिम्पल तरिकाले जानकारी हुनुपर्छ। एभ्री ट्याक्स मस्ट बी सिम्पल एन्ड intelligible to the people so that the taxpayer is able to calculate it without taking the help of tax consultant. This canon advocates about very simple way of taxation. मैले ट्याक्स पे गर्छु एज अ ट्याक्स पेयर, मैले त्यो ट्याक्सको बारेमा चाहिँ कोहीसँग जानकारी लिनु पर्यो भने ल मैले यति ट्याक्स पे गर्दैछु यसको बारेमा मलाई कसैले बुझाइदिउ न भनेर कसैसँग हेल्प लिनु पर्यो नि, त्यो ट्याक्स होइन भन्छ क्या यो क्यानलले के भन्छ एभ्री ट्याक्सेसन taxation model and taxation process must be simple. That's it. अर्को canon of diversity. This canon deny the static concept of taxation. यो क्याननले के कुरालाई डिनाइ गर्छ भने सबैतिर एभ्री ट्याक्सेसन मोडल फिट हुन्छ भन्ने कुरालाई डिनाइ गर्छ, मान्दैन, हुँदैन भन्छ। समय, समाज परिस्थिति, समाजको विकास, समाजको चरित्र, समाजको उत्पादन पद्धति लगायतका हिसाबले चाहिँ ट्याक्सेसनको मोडल हरेक सोसाइटीमा फरक हुनुपर्छ भन्छ। canon of diversityले this canon deny the static concept of taxation. एउटै खालको ब्लुप्रिन्ट सबैतिर फिट हुन्छ भन्ने कुरा यो मोडलले मान्दैन। Taxation must be dynamic. This means that a country's tax structure ought to be dynamic or diverse in nature rather than having a single or two taxes. एक अथवा दुई तरिकाको ट्याक्सेस मोडल चाहिँ देशका हरेकतिर लागू हुन्छ भन्ने हुँदैन। गोल देशको सामाजिक, आर्थिक, राजनैतिक र विकासको चरित्र अनुसार चाहिँ देशका हरेक कुनमा र त्यसको स्ट्रक्चर चाहिँ फरक पर्छ भन्ने। समाज र भूगोल, समाज र परिस्थिति, समाज अर्थतन्त्र र राजनीति डाइभर्सिफाइड हुनुपर्छ, एउटै ट्याक्स मोडल सबैतिर फिट हुँदैन है भन्ने कुरा चाहिँ क्यानन अफ डाइभर्सिटीले फोकस गर्छ। अब बेनिफिट एन्ड एबिलिटी टु पे प्रिन्सिपल, ट्याक्सको यो बेनिफिट प्रिन्सिपल र एबिलिटी टु पे प्रिन्सिपल दुईटा छ। बेनिफिट प्रिन्सिपलले के भन्छ बेनिफिट ट्याक्सेसन इज अ सिस्टम इन व्हिच इन्डिभिजुअल आर ट्याक्स अकॉर्डिङ टु द बेनिफिट दे रिसिभ फ्रम पब्लिक एन्टरप्राइजेस और पब्लिक एक्सपेन्डिचर। सरकारले गर्ने खर्चबाट जसले धेरै फाइदा लिएको छ त्यसले चाहिँ के गर्नुपर्छ, बढी ट्याक्स पे गर्नुपर्छ भन्ने कुरा यसले जोड दिएको पाइयो। बेनिफिट ट्याक्सेसन इज अ सिस्टम in which individuals are taxed according to the benefits they receive from public expenditure. According to the benefit principle, people should be taxed in proportion to the benefit they receive from government provided goods and services. सरकारले उपलब्ध दिने गुड्स र सर्भिसेसबाट जसले धेरै फाइदा लिएको छ त्यसले धेरै ट्याक्स पे गर्नुपर्छ, जसले बेनिफिट सरकारबाट धेरै लिएको छ त्यसले बढी ट्याक्स पे गर्नुपर्छ भन्ने मान्यता benefit principle. Each taxpayer should contribute to the financing of goods and services. सरकारबाट जति फाइदा लिएको छ त्यही प्रोपोर्सनमा त्यो इन्डिभिजुअलले पनि त्यही अनुसार ट्याक्स पे गर्नुपर्छ। इफ धेरै बेनिफिट लिएको छ सरकारबाट धेरै ट्याक्स पे, कम बेनिफिट लिएको छ कम ट्याक्स पे गर्नुपर्छ। यो बेनिफिट प्रिन्सिपलले जोड दिएको पाउँछौँ। The people and business with greater ability to pay taxes measured by income and wealth should pay more. जसको धेरै पे गर्न सक्ने क्षमता छ उसले ट्याक्स पे गर्नुपर्छ। अघि जोड गर्यो भने एबिलिटी टु पे प्रिन्सिपलले के भन्यो भन्दा जसले धेरै यो ट्याक्स पे गर्ने क्षमता राख्छ त्यसले नै बढी ट्याक्स पे गर्नुपर्छ, अथवा जसको वेल्थ र इन्कम धेरै छ, सम्पत्ति र आम्दानी धेरै छ उसले धेरै ट्याक्स पे गर्नुपर्छ भन्ने कुरा चाहिँ एबिलिटी टु पे भन्ने प्रिन्सिपलले राखेको पाउँछौँ। यसले चाहिँ जसको धेरै पे गर्न सक्ने क्षमता हुन्छ त्यसले धेरै ट्याक्स पे गर्नुपर्छ भन्ने कुरा यो प्रिन्सिपलले जोड दिएको छ। ट्याक्स सोल बी इम्पोज्ड इन अकॉर्डेन्स विथ ट्याक्स पेयर्स एबिलिटी टु पे।
ट्याक्स पे गर्ने व्यक्तिको धन र दौलत तथा उसको सम्पत्तिको क्षमताको आधारमा नै ट्याक्सको भोल्युम लागू गर्नुपर्छ भन्ने कुरा चाहिँ यो प्रिन्सिपलले जोड दिएको पाउँछौँ। द एबिलिटी टु पे is based on equal satisfy individuals should pay tax based on their ability to pay, not on the benefit they receive from the public expenditures. सरकारले गर्ने खर्चबाट कति उसले फाइदा लिएको छ भन्दा पनि अघि बेनिफिट प्रिन्सिपलले सरकारबाट कति फाइदा लिएछ त्यही अनुसार ट्याक्स पे गर्ने भन्यो। यो एबिलिटी टु पेले चाहिँ के भन्यो भने उसको तिर्न सक्ने क्षमता धेरै छ भने उसले धेरै पे गर्नुपर्छ भन्ने कुरालाई जोड दिएको पाउँछ। अब ट्याक्सको अब्जेक्टिभ के हो? ट्याक्सको उद्देश्य ट्याक्स इज द मेजर पार्ट अफ पब्लिक रेभिन्यू। राइजिङ रेभिन्यू गर्नु ट्याक्स अथवा सरकारको आम्दानी बढाउनु ट्याक्सको मेजर एम अथवा यसको अब्जेक्टिभ हो। रुल्स रेगुलेसन्स एन्ड अब्लिगेसन फर द प्रोडक्सन डिस्ट्रिब्युसन एन्ड कन्जम्सन। ट्याक्सको अर्को उद्देश्य भनेको चाहिँ कानुन सम्मत तरिकाले चाहिँ स्रोत साधनको प्रोडक्सन होस् डिस्ट्रिब्युसन होस् कन्जम्सन म्यानेजमेन्टमा चाहिँ योगदान दिने भन्ने रहेछ। अर्को इन्करेजिङ कटेज एन्ड डक्सन एन्ड इन्डस्ट्री टु म्यानेज इन्टरनल सोर्सेस अफ इन्कम। यो ट्याक्स अर्को उद्देश्य भनेको देशको आन्तरिक चाहिँ उत्पादन अथवा आन्तरिक औद्योगिकरणलाई बढी जोड दिनु भन्ने कुरा हुन्छ। त्यस कारणले बाहिरबाट आएका आयातित सामानहरूमा सरकारले बढी ट्याक्स लगाउनु कारण त्यही हो। स्थानीय स्रोत साधनलाई बरु सब्सिडी दिएर अथवा बजार व्यवस्थापन गरेर अथवा अन्य कुराबाट स्थानीय स्रोतहरूलाई मोबिलाइज गर्दै बाहिरबाट आयातित वस्तुमा बढी ट्याक्स लाउनु भनेको चाहिँ कटेज लोकल इन्डस्ट्री र स्थानीय उत्पादन पद्धतिलाई के गर्नु प्रमोट गर्नु पनि ट्याक्सेसनको उद्देश्य हुन्छ। अर्को इन्भेस्टमेन्ट म्यानेजमेन्ट। ट्याक्सले चाहिँ अर्को इन्भेस्टमेन्ट म्यानेजमेन्ट चाहे त्यो आन्तरिक स्रोत व्यवस्थापन हो अथवा फरेन स्रोत व्यवस्थापनलाई जोड यसको व्यवस्थापन गर्ने यसको अब्जेक्टिभ रहन्छ। अर्को सोसल इनक्वालिटीहरूलाई व्यवस्थापन गर्नु पनि ट्याक्सको उद्देश्य हो। जस्तै धेरै धनी व्यक्तिहरूसँग धेरै ट्याक्स लिन्छ, धेरै गरिब व्यक्तिहरूलाई त्यो धनीसँग लिएको ट्याक्सबाट उसलाई सेवा दिन्छ। त्यसले गर्दा चाहिँ त्यो जुन धनी र गरिब बिचको ग्यापलाई चाहिँ यसले मेन्टेन गर्न धेरै सहयोग पुग्छ। यदि ट्याक्सेसन हुन्थेन भने धनी कति धनी हुन्थ्यो होला, गरिबको अवस्था के हुन्थ्यो होला? सरकारले धनी र गरिब बिचको जुन रिच आर गेटिङ रिचर एन्ड पोरर आर गेटिङ पोरर भन्ने जुन कन्सेप्टलाई मेन्टेन गर्न पनि ट्याक्सेसनले ठुलो चाहिँ भूमिका खेलेको हुन्छ। सो त्यो सोसल इनइक्वालिटीलाई मेन्टेन गर्नु पनि ट्याक्सेसनको अर्को उद्देश्य। अर्को प्रमोटिङ इकोनोमिक ग्रोथ एन्ड डेभलपमेन्ट। देशको आर्थिक समृद्धिको लागि अथवा देशको आर्थिक विकासको लागि पनि ट्याक्सेसनको ठुलो रोल हुन्छ अथवा देशको आर्थिक र चाहिँ अन्य विकासको लागि विकास निर्माणको लागि सहयोग गर्नु पनि ट्याक्सको अर्को एम हुन्छ भने अर्को चाहिँ देशभित्रै अथवा देशको एउटा रिजन र अर्को रिजन बिच हुने जुन रिजनल डिस्प्यारिटीहरू छन् त्यसलाई व्यवस्थापन गर्न पनि ट्याक्सले जोड दिन्छ। जस्तै काठमाडौँबाट धेरै ट्याक्स उठाएर त्यही ट्याक्सलाई चाहिँ सरकारले देशका कुना काप्चामा लगेर विकास निर्माणका कामहरू गर्ने गर्छ। द्याट मिन्स काठमाडौँ र देशको अन्य भूभाग बिचको जुन रिजनल डिस्प्यारिटीलाई चाहिँ यसले कम्पेरिटिभली के गर्छ मिनिमाइज गर्न ठुलो सहयोग पुग्दछ। अर्को भनेको कन्ट्रोलिङ इन्फ्लेसन इन्स्योरिङ प्राइस स्टेबिलिटीको कुरा यहाँ छ। अर्को द मेन क्यारेक्टरिस्टिक्स अफ ट्याक्स आर एज फलो। अघि अब्जेक्टिभ भन्यो, अब यसको विशेषताहरू के हुन्छ? ट्याक्स इज कम्पलसरी पेमेन्ट अर कन्ट्रिब्युसन। ट्याक्स म मन लागेर तिर्दिनँ भन्ने नै हुँदैन, इट्स अ कम्पलसरी। अघि भन्यो जुन हामीले जिस्केर भनेका थियौँ यो नेसेसरी इभिल भने जस्तो कि बाध्य के भन्छ बाध्यकारी चाहिँ नि कुरा हो क्या। तिर्दिनँ भन्दै मिल्दैन, तिर्दिनँ भन्दा नि कता कताबाट तिर्नु परिहाल्छ। सो ट्याक्सको विशेषता भनेको चाहिँ ट्याक्स भनेको कम्पलसरी पेमेन्ट अथवा कम्पलसरी कन्ट्रिब्युसन हो। कोही पनि व्यक्तिले कोही पनि जन्मिसकेपछि हामी ट्याक्सलाई डिने गर्नै सक्दैन। बिकज देयर आर डिफरेन्ट वेज टु कलेक्ट ट्याक्सेस, समटाइम डाइरेक्टली एन्ड समटाइम इनडाइरेक्टली। धेरै चरित्रका ट्याक्सेसहरू हुन्छन्। कोही पनि व्यक्ति यसको विशेषता भने ट्याक्सको विशेषता भने कोही पनि व्यक्तिले ट्याक्स पे गर्दैन भन्न मिल्दैन अथवा सक्दैन अथवा पाउँदैन। अर्को ट्याक्सको विशेषता भनेको ट्याक्स प्राय ट्याक्स शुड सिक्स टु बी न्युट्रल एन्ड इक्विटेबल बिट्विन फर्म्स अफ बिजनेस। ट्याक्स चाहिँ यसको विशेषता भनेको न्युट्रालिटीमा आधारित हुन्छ। सबै ट्याक्स कोसँग लिने कोसँग धेरै थोरै लिने भन्दा नि एउटा प्रिसेट एउटा फ्रेमवर्क हुन्छ, त्यही आधारमा कसलाई धेरै लिने कसलाई थोरै लिने भन्ने अथवा त्यो त्यसको भोल्युमहरू पहिल्यै निर्धारित भएको हुन्छ। ट्याक्स उठाउन जाँदा निर्धारित भएको हुँदैन। त्यो बजेट बनाउँदै अथवा आर्थिक जुन एउटा आर्थिक कार्यविधि बनाउँदा अथवा आर्थिक नीति बनाउँदै त्यो ट्याक्सको भोल्युमहरू न्युट्रल तरिकाले व्याख्या गरेको हुन्छ, त्यही अनुसारले ट्याक्सको व्यवस्थापन गर्ने काम हुन्छ। अर्को ट्याक्सेस भनेको चाहिँ के हो भनेको यो सरकारको खर्चको लागि मुख्य आम्दानीको स्रोत पनि हो। ट्याक्सको विशेषता भनेको सरकारको खर्चको मुख्य खर्च गर्न त चाहियो नि त पैसा होइन हो, त्यो त्यसको मुख्य आम्दानीको स्रोत पनि के हो
भन्दा ट्याक्स हो अथवा पब्लिक रेभिन्यूको मेजर इन्कमको सोर्स नै ट्याक्स हो जसले सरकारले भोलिको दिनमा नागरिकमा अरू नागरिकमा खर्च गर्न सकोस् द गभर्मेन्ट इज पेइङ फर एन इन्डाइरेक्ट सर्भिस प्रोभाइडेड टु द पिपल यो ट्याक्सको अर्को विशेषता भनेको ट्याक्स नागरिकबाट उठाउँछ र कहाँ नागरिकबाट उठाउँछ कहाँ लगानी गर्छ तर जे होस् सरकारले नागरिकबाट अथवा समाजबाट ट्याक्स उठाउँछ त्यसलाई नागरिक अथवा समाजकै खातिरमा के गर्छ भन्दा खर्च गर्छ र ट्याक्स भनेको चाहिँ यो यसको विशेषता भनेको यो अथोरिटीमा आधारित हुन्छ determined by the taxing authority. Taxes are payable regularly and periodically. The taxing authority determines when and how a tax is due. जो जहिले पनि ख्याल गर्नुपर्छ यसको विशेषता भनेको गभर्नमेन्टको पनि त्यहाँभित्र ट्याक्स हेर्ने एउटा निकाय हुन्छ उसले नै ट्याक्सको अथोरिटी डिटरमाइन र कहाँ र कसरी तिर्ने भन्ने कुरा निर्धारण गर्छ गभर्नमेन्टको हरेक निकायले यो निर्धारण गर्न पनि सक्दैन देयर इज स्पेसिफिक अथोरिटी यो पब्लिक रेभिन्यू भन्दै गर्दा सरकारको आम्दानी हो भनेर त हामीले बुझ्यौँ र अझै यसलाई अझै गहन तरिकाले अध्ययन गर्न अझ बुझ्न चाहने हो भने चाहिँ विद्यार्थीहरूले आफै नै अलि अध्ययन गर्नुपर्ने हुन्छ यो चाहिँ पब्लिक रेभिन्यूको अथवा सरकारको आम्दानीको बेसिक कुरा हो र यो एमपिए पढ्दै गर्नुभएका साथीहरू अथवा राजनीति शास्त्र अथवा अन्य शास्त्रहरू पढ्दै गर्नुभएका साथीहरू अथवा विद्यार्थीहरू अथवा शोधार्थीहरूलाई यसले चाहिँ बेसिक गाइडलाइन्स दिन्छ भन्ने चाहिँ मेरो विश्वास छ भिडियोको लागि धन्यवाद